नमस्कार। आजको यो भिडियोमा चाहिँ हामी जेएलपिटी यन्फोको बुन्पो ग्रामर सेक्सन गर्न गइरहेका छौँ है त। रियल इक्जाममा चाहिँ ग्रामर र रिडिङ एउटै ठाउँमा हुन्छ हैन, दुईटालाई चाहिँ 1 घण्टामा सक्नुपर्ने हो हामीले हैन। ग्रामर र रिडिङ दुईटा सेक्सन गरेर 1 घण्टाको हुन्छ। अनि त्यसमा पनि अब यसो टाइम छुट्याउनु पर्यो भने चाहिँ यो ग्रामर सेक्सनलाई चाहिँ धेरैमा 25 मिनेटभन्दा दिन हुँदैन है। बाँकी रहेको टाइम चाहिँ रिडिङको लागि राख्नुपर्ने हुन्छ। त्यो भएर तपाईहरुले पनि इक्जाम दिँदाखेरि चाहिँ ग्रामर सेक्सन चाहिँ 25 मिनेटमा सक्ने तरिकाले गर्नुस् है त। अब यो ग्रामर सेक्सनमा कस्तो कस्तो खालको क्वेशन हुन्छ, कसरी गर्ने भन्ने कुरा चाहिँ मैले त्यो ग्रामर सेक्सनको एउटा पार्ट 1 चाहिँ मैले पहिला गएको जुलाईको इक्जामको लागि भिडियो बनाउँदा त्यतिखेर भनेर राखेको छु हैन। त्यो भिडियो पनि पहिला हेर्नु होला अनि त्यसपछि यो भिडियो हेर्नु होला है त। त्यो भिडियोमा पनि धेरै नयाँ कुराहरू छ। अब यसमा पनि केही न केही तपाईहरुले चाहिँ नयाँ कुराहरू चाहिँ सिक्न सक्नुहुन्छ है त। ल अब चाहिँ भिडियो सुरु गरौँ। सुरुमा चाहिँ मोन्दाई इचीको 1 नम्बरमा हेरौँ है त। यो चाहिँ अब ब्र्याकेटमा खाली ठाउँमा के राख्नु मिल्छ त्यो एउटा राख्ने हो है त। मोरी खावा सानवा बेओकी दे, अनि त्यसपछि यो खान्जी भयो खाइसा खाइसा, अनि त्यस पछाडि यता चाहिँ यो खान्जी चाहिँ यासु है त। मोरी खावा सानवा बेओकी दे खाइसा अनि यासुमी मासिता भनेको छ। मोरी खावा सान चाहिँ बिरामी भएर कम्पनी, अनि त्यसपछि यासुमी मासिता बिदा बस्नु भएको थियो भनेको भयो। अब यसमा चाहिँ यो यासुमी मास भन्ने चीजमा चाहिँ सधैँ ख्याल गर्नुस् है। यसमा चाहिँ ओ पार्टिकल हुन्छ भनेर। ओ यासुमी मासिता, गाक्को ओ यासुमी मासिता, खाइसा ओ यासुमी मासिता हैन। जहिले पनि यासुमी मासितामा चाहिँ ओ लाग्छ भनेर ख्याल गर्नु पर्यो इक्जामको लागि सधैँ है। अब अरु गा ए नि भन्ने चाहिँ मिल्दैन हैन। यो ग्रामरको चाहिँ सुरुको एउटा दुईटा क्वेशनहरु चाहिँ अलि सजिलो जस्तो लाग्न सक्छ, पछि चाहिँ गाह्रो हुन्छ है थोरै। ल अब 2 नम्बरमा हेरौँ है त। निबानमा भनेको चाहिँ वातासी वा, यो खान्जी भयो माइनिची, वातासी वा माइनिची हाहानी, मैले चाहिँ हरेक दिन आमालाई अथवा आमाबाट है रोकुजी 6 बजे, अनि ओको सारेमास भनेको छ। आमाबाट उठाइ पाउँछु भनेको हुन्छ है। त्यो ओको सारेमास भनेको चाहिँ आमाले उठाइदिनुहुन्छ भन्ने खालको कुरा हो। आमाद्वारा उठाइन्छु भनेको भयो। आमाले चाहिँ आफूलाई उठाउने भन्ने अर्थ हो। यसमा चाहिँ के ख्याल गर्नु पर्यो भन्दा हामीले यन्फोमा पढ्ने दुईटा फर्म, एउटा फर्म चाहिँ उकेमी भन्ने फर्म हुन्छ हैन। उकेमी भनेको चाहिँ कसैले कसैलाई केही गरिन्छ। उकेमी भन्ने फर्ममा चाहिँ कसैले कसैलाई केही गरिन्छ। जस्तै यो सेन्टेन्समा पनि आमाले चाहिँ उलाई उठाउने हो नि त, आमाले उलाई गरेको भयो हैन। यो उकेमी भन्ने फर्ममा जहिले पनि यो रे भन्ने साउन्ड हुन्छ, रे मास हैन। रे मास देखेपछि उकेमी हो, त्यो चाहिँ कसैले कसैलाई गरेको भन्ने हुन्छ। अनि अर्को एउटा फर्म हुन्छ सिएकी भन्ने। सिएकी फर्म भनेको चाहिँ कसैले कसैलाई केही गरेको हैन कि गर्न लगाएको, केही काम अराएको हुनु पर्यो है। कसैले कसैलाई चाहिँ केही कुरा गर्न लगाएको भन्ने अर्थ चाहिँ सिएकीले दिन्छ। सिएकीमा चाहिँ यो सेमास भन्ने हुन्छ है। यो ख्याल गर्नुस् है। यो रेमास र सेमास मात्रै याद गर्यो भने पनि कसले गरेको भन्ने चाहिँ थाहा हुने भयो हैन। गर्न लगाएको हो कि कसैले कसैलाई गरेको। यो चाहिँ अहिले चाहिँ ओको सारे मासिता भनेको आमाले उठाएको भयो नि त आफूलाई हैन। रे भनेपछि के भयो, गरेको, आमाले आफूलाई गर्ने चिज भयो उकेमी है। अब अहिलेको लागि यो एन्सर छान्नलाई यो कुरा आवश्यक त होइन, त्यही पनि मैले यो उकेमी र सिएकी कस्तो हुन्छ भनेर चाहिँ भनिदिएको है त।
ल यसमा चाहिँ के हुन्छ अब यो त सामान्य कन्सेप्ट हो होइन फिक्स टाइमको पछाडि चाहिँ अब नि लगाउनु पर्छ भन्ने कुरा अब यो चाहिँ सामान्य यो 1 नम्बरको र 2 नम्बरको चाहिँ अब यासोमी मास भन्ने चिजमा ओ पार्टिकल हुन्छ फिक्स टाइममा नि हुन्छ भन्ने यो 1 र 2 को कुरा भयो है त यो चाहिँ एकदमै बेसिक कुरा सजिलो कुरा भयो यसमा चाहिँ यो ओको सारे मास भन्ने एउटा आएको भएर मैले उकेमी र सिएकीको भनिदिएँ उकेमीमा चाहिँ रेमास भन्ने साउन्ड हुन्छ सिएकीमा सेमास हुन्छ उकेमी भनेको चाहिँ कसैले कसैलाई गर्यो सिएकी भनेको कसैले कसैलाई गर्न लगायो है गर्यो र गर्न लगायो भन्ने अर्थ हुन्छ है त ल अब जाउँ 3 नम्बरमा 3 मा भन्यो कोदोमोनी यो कोदोमोको खान्छे है कोदोमोनी ओमोचा ओमोचा भनेको चाहिँ खेलौना है ओमोचा अनि ओखासी हो खाते खाएरो भनेको छ बच्चालाई अब ओमोचा भनेको खेलौना भयो या के अरे खेलौना अनि ओखासी भनेको चाहिँ मिठाई हो है त मिठाई बच्चालाई खेलौना मिठाई अनि खाते खाएरो भनेको किनेर फर्क्यौँ भनेको भयो अब यो पनि एकदमै सामान्य बेसिक कुरा भयो अब खेलौना अनि मिठाई भएपछि त खेलौना र मिठाई हुने भयो र भन्नको लागि तो पार्टिकल छैन त्यस्तै अर्को के हो र भन्ने अर्थ या र नादो भनेर आदि इत्यादि भनेर चाहिँ र भन्ने अर्थै हुन्छ याको भनेर पढिन्छ नि त हैन यो या भन्ने चाहिँ ठिक है त यसमा ल अब त्यस्तै कोनो कोताए वा तादासीका दौ अनि वाकारानाई भनेको छ यो चाहिँ का दौका भन्ने एउटा यन4 को ग्रामरको फर्म हो नि त हैन का दौका भनेको चाहिँ के गर्ने होला भनेको हुन्छ नि त हैन के गर्ने होला भनेर चाहिँ अब के गर्ने होला भनेर चाहिँ दोधारमा पर्दाखेरि युज गर्ने हो नि त का दौका हैन भनेपछि एन्सर आयो 2 नम्बरको कोनो कोताए वा तादासीका दौका वाकारानाई के गर्ने होला भन्दा के होला कसो होला हैन सही होला कि के होला हैन सधैँ चाहिँ अब भवहरू भयो गर्ने होला भन्ने हुन्छ के अरे हैन भव नहुँदा चाहिँ खै के होला त्यस्तो दोधार भएको हुन्छ है त कोनो कोताए वा तादासीका दौका वाकारानाई यो एन्सर चाहिँ सही होला कि के होला हैन थाहा छैन भनेको हो नि त हैन यो का भन्ने चाहिँ सही हुन्छ यसमा अब जाउँ हामी गोबानमा जाउँ है त 5 नम्बरमा चाहिँ उए मुरा भन्नेले चाहिँ तामुसान कोनो माङ्गा हो सित्ते इमास्का भनेर सोध्यो उए मुराले तामुसान यो माङ्गा सित्ते इमास्का भनेको थाहा छ भनेर सोधेको भयो यो माङ्गा थाहा छ भन्दा तामुले भन्छ हाई वातासिनो कुनी यो खान्छ चाहिँ कुनीको है त हजुर मेरो देश वातासिनो कुनी अनि त्यसपछि योन्दा कोतोगा आरिमास मेरो देश अनि पढेको अनुभव छ भनेर भन्यो अब कुनी ओ मो योन्दा त हुँदैन हैन ओ भनेको कस्तो बेला लाग्छ भन्दा के पढ्ने भनेर सामानको नाम बुक पढ्ने पत्रिका पढ्ने देशमा पढ्ने भन्दाखेरि त अब ओमो भन्ने भएन हैन त्यस पछाडि निमो अनि अर्को तोमो अनि त्यसपछि अर्को देमो है अब तोमो भनेको मेरो देश र पनि पढेको अनुभव छ भन्न मिल्दैन यो 1 र 3 को चाहिँ अब त्यसै मिलेन भन्ने भयो हैन अब निमो र देमो भन्ने दुईटा रह्यो निमो भनेको मेरो देशमा पनि अनि देमो भनेको नि मेरो देशमा पनि भनेकै भयो वातासिनो कुनी निमो योन्दा कोतोगा आरिमास अथवा वातासिनो कुनी देमो योन्दा कोतोगा आरिमास यो दुईटामा एउटा चुज गर्नुपर्ने भयो अब यो मो भन्ने पार्टिकल त दुईटैमा छ पनि भन्ने त अब नि कि दे नि भनेको चाहिँ कुनै ठाउँमा केही कुरा छ सामान छ हैन त्यस्तो भन्दा मेरो देशमा अब केही एउटा सामान छ केही छ भन्दाखेरि चाहिँ निमो हैन नि आरिमास हैन अब यो यहाँनिर चाहिँ के ख्याल गर्नुपर्छ भन्दा यो योन्दा भन्ने भव योमिमास भन्ने भव त देशले गर्ने हैन नि त
हैन। देशले गर्ने चिज होइन कि मैले गर्ने चिज हो। मान्छेले गर्ने चिजमा चाहिँ के भयो, कुनै देशमा केही कुरा छ भनेको होइन कि मैले देशमा पढेको भनेर चाहिँ मान्छेले गर्ने क्रियाकलाप भयो नि त हैन। त्यो भएपछि यो निमो भन्ने चाहिँ हुँदैन है। किन भन्दा योमु भन्ने कुरा चाहिँ मान्छेले गर्ने कुरा हो, देशले गर्ने कुरा होइन हैन। त्यो भएर मान्छेले गर्ने क्रियाकलापहरूमा के हुन्छ, देमो भनिन्छ नि त हैन। त्यसरी हेर्नु पर्यो है। योमु भन्ने भब छ ब्राकेट पछाडि, हो त्यो योमु भन्ने भब चाहिँ देशले गर्ने होइन, देशमा छ भन्न खोजेको होइन, देशमा आफूले पढेँ भन्न खोजेको हो नि त। त्यो भएको भएर देमो भन्ने चाहिँ सही आन्सर हुन्छ यसमा। ल अब अर्को हेरौँ है त, तल रोकुबानमा हेरौँ है त। रोकुबानमा भएको खान्ची त के होला यो, राई गेचु। राई गेचु नो र्योको देशगा, अर्को महिनाको भ्रमण हो। तर अनि त्यसपछि र्योकान वा योयाको सिमास्का भनेर सोध्यो। र्योकान भनेको चाहिँ होटेल है, होतेरू पनि भन्छ। अनि जापानिज स्टाइलका पुराना होटेलहरूलाई चाहिँ र्योकान भन्छ है त। र्योकान वा योयाको सिमास्का होटेल बुकिङ गर्नुहुन्छ भन्दाखेरि अर्कोले भन्यो ए हजुर भन्यो। अनि कोनो किसेचु वा कोमिमास्कारा, यो किसेचु भनेको सिजन ऋतु, यो सिजनमा चाहिँ कोमिमास्कारा भनेको भिड हुने भएकोले अनि त्यसपछिको खान्जी के हो, त्यसपछिको खान्जी चाहिँ इस्युखान माए हो है त। इस्युखान माए भनेको एक हप्ता अगाडि, कोनो किसेचु वा कोमिमास्कारा इस्युखान माए, यो ऋतुमा यो सिजनमा चाहिँ भिड हुने भएकोले एक हप्ता अगाडि। अनि पछाडि भन्यो योयाको सीता हो गा, यी देश बुकिङ गर्यो भने ठिक हुन्छ भनेर भन्यो। अब यसमा अप्सनहरू हेरौँ। मादेनी भनेको के हो, मादेनी भनेको सम्ममा, एक हप्ता अगाडिसम्ममा बुकिङ गर्यो भने ठिक हुन्छ भन्न त मिल्छ नि त सेन्टेन्समा हैन। त्यो भएर यो इचिबानकै सही आन्सर हो है त। कारानी भनेको त एक हप्ता अगाडि, अनि कारानी भनेर बाटोमा भनेर भन्न नि मिल्दैन हैन। तोनी र नोनी त झन् हुँदैन। नोनी भनेको त के हो, यो डबल पार्टिकल भए तापनि भन्ने अर्थ लाग्छ हैन। मादेनी भन्नु पऱ्यो, एक हप्ता अगाडिसम्ममा बुकिङ गर्दा चाहिँ ठिक हुन्छ भन्नु पऱ्यो। र अब अर्कोमा हेरौँ, 7मा। 7मा चाहिँ एरबीको कुराकानी छ। यसले भन्यो चिउसा जो ओ रियो सुरु तामेनी। चिउसा जो भनेको चाहिँ पार्किङ गर्ने ठाउँ है त, पार्किङ लट। पार्किङ गर्ने ठाउँलाई चाहिँ चिउसा जो भन्छ। चिउसा जो ओ रियो सुरु तामेनी भनेको चाहिँ रियो भनेको प्रयोग गर्ने भन्ने अर्थ हो है त। प्रयोग गर्नको लागि भनेको हुन्छ है, रियो सुरु तामेनी भनेको प्रयोग गर्नको लागि। अनि त्यसपछि हाराई मास्का भनेको तिर्ने भनेर सोधेछ। अब यहाँ तल भनेछ यो हो माई चुकी। माई चुकी भनेको हरेक महिना है, माई चुकी। माई चुकी यो त अब इचिमानेन भयो। माई चुकी इचिमानेन देश, प्रत्येक महिना इचिमान 10,000 हो भनेर भन्यो होइन। अब यसमा त सजिलो भयो, कति भन्ने भयो नि त, पैसा भनेपछि त यी कुरा होइन। अब यो बेसिक कुरा भयो, यो गाह्रो भएन होइन। इकुचु भनेको त के हुन्छ, इकुचु भनेको कतिवटा भनेर सोधेको हुन्छ। दौ भनेको कस्तो, दौ यात्ते भनेको चाहिँ कसरी है त, कसरी। इकुचु कतिवटा, यी कुरा भनेको कति पैसा भयो, दौ भनेको कस्तो, अनि दौ यात्ते भनेको कसरी। अब जाउँ 8 नम्बरमा। ओ हायासी सान्नो, अनि त्यसपछि खान्जी के हो, इए। ओ हायासी सान्नो इए दे, ओ हायासी सानको घरमा भन्यो होइन। अब कुरा गर्ने मान्छेहरू चाहिँ आदामु, आदामु भनेको एडम, एडम र अनि ओ हायासी दुईजनाले चाहिँ कुरा गरिरहेका रहेछन्। एडमले के भन्यो भन्दा खाली ठाउँ पछाडि सिचुरे इसिमास भनेको छ। अनि अर्कोले भन्यो माता आसोबिनी किते कुदासाइने भनेर।
फेरि घुम्न आउनुहोस्, फेरि खेल्न आउनुहोस् होइन, घुम्न आउनुहोस् भन्ने अर्थ। आसोबिनी किते कुदासाइने भनेको भनेपछि त अब यो थाहा भयो होला होइन। यसको एन्सर हुन्छ सोरो सोरो। सोरो सोरो सिचुएसिमास भन्ने हो नि त। यो मिन्नानो नियनको लेसनमा त टपिकै छ सोरो सोरो सिचुएसिमास भन्ने होइन। बिस्तारै बिस्तारै माफ पाउँ फर्किनु पर्ला भन्ने अर्थ हो नि त सिचुएसिमास भनेको। र सही एन्सर चाहिँ आइहाल्यो। तर अब यसमा नयाँ कुराहरू के छन् भन्दा अप्सनहरू चाहिँ नयाँ कुरा छ है। अप्सनहरूमा चाहिँ सायद तपाईँहरूलाई थाहा नभएको कुरा हुनसक्छ। हेर्नुहोस् है त, अप्सनको सुरुमा के भनेको छ भन्दा सोरो सोरो। यो त झन् बिस्तारै बिस्तारै भनेको भइहाल्यो। 2 नम्बरको अप्सन हेरौँ। 2 नम्बरको अप्सनमा के भनेको छ भन्दा दाइबु। दाइबु भनेको चाहिँ धेरै भनेको हुन्छ है त, धेरै। दाइबु, दाइबुको अर्थ हुन्छ धेरै। अनि त्यसपछि अर्को छ तौ तौ। सायद यो वर्ड पनि धेरैको लागि अब नयाँ वर्ड हुनसक्छ है। तौ तौ भनेको चाहिँ फाइनल्ली होइन, अथवा एट लास्ट होइन, यस्तो है। यो चाहिँ के भन्दा बल्ल भन्ने अर्थमा युज गर्ने। फाइनल्ली अनि लास्टमा चाहिँ बल्ल यस्तो भयो होइन। फाइनल्ली, एट लास्ट, बल्ल भन्दा चाहिँ युज गर्ने है त। यो तौ तौ जस्तै हामीले उता मिन्नानो नियनको बुकतिर पढ्ने वर्ड चाहिँ के हो, तौ तौ भने जस्तो बल्ल भनेको यात्तो भनेर पढिन्छ नि त होइन। यात्तो भनेको बल्ल। त यात्तो भनेको त सबैलाई थाहा हुन्छ प्राय होइन, यात्तो भनेको बल्ल भनेर। यो तौ तौ भनेको नि फाइनल्ली भन्ने अर्थ हो है त, बल्ल अन्तिममा होइन, त्यसरी बोलेको हुन्छ। अनि ठ्याक्कै अब यो तौ तौ नभइकन अब यो बाहेक पनि अर्को एउटा वर्ड पनि याद गर्नुहोस् है त। बल्ल भन्नको लागि युज हुने वर्ड अर्को के हुन्छ भन्दा तौ तौ भने जस्तो चुइनी भन्ने वर्ड युज हुन्छ। चुइनी हो। यो इक्जाममा यो चुइनी भन्ने वर्ड आयो भने पनि तौ तौ यात्तो भने जस्तै नै सोच्नुहोस् है त। चुइनी भनेको नि फाइनल्ली भन्ने अर्थ हुन्छ। तर तौ तौ र चुइनीमा फेरि एउटै ठाउँमा आयो भने चाहिँ अब अलि बढी यो तौ तौ भन्ने चाहिँ बढी इमोसनल वर्ड हो। यसले मान्छेको फिलिङ्स पनि जनाउँछ। अलि इमोसनल्ली केही कुरा बोल्दाखेरि बल्ल यस्तो होइन। अब जस्तै बल्ल इक्जाममा पास भएँ, धेरै मिहिनेत गरेर होइन, हार खान लागेको बेलामा पास भयो, बढी इमोसनल भयो होइन, त्यस्तो बेलामा चाहिँ तौ तौ भनेर युज गर्ने है त। तौ तौ भनेको फाइनल्ली भन्ने अर्थ हुन्छ। अब यो मोचिरोन भनेको त अवश्य भनेको भइहाल्यो होइन, अवश्य। ल अब अर्को क्वेसनमा जाउँ है त। अर्कोमा भन्यो खाइसानो उके चुके दे भनेर लेखेको छ। खाइसानो उके चुके दे, कम्पनीको क्यान्टिनमा है। ए र बीको कुराकानी छ। यसले भन्यो सिबाराकु ओमाची कुदासाई भनेर। सिबाराकु ओमाची कुदासाई भनेको केही समय पर्खिनुहोस् भन्ने अर्थ हो नि त होइन। एकैछिन पर्खिनुहोस्, केही समय पर्खिनुहोस्, सिबाराकु ओमाची कुदासाई भन्यो। अर्कोले चाहिँ हाई हजुर भन्यो। अनि देवा त्यसो भए, कोचिरादे त्यसो भए यहाँ। अब अप्सनहरू हेरौँ है त। माता सेतेवा इकेमासेन भनेको छ सुरुमा। माता सेतेवा इकेमासेन भनेको के अर्थ लाग्छ भन्दा पर्खाउन मनाइ छ। हजुर त्यसो भए यहाँ पर्खाउन मनाइ छ भनेर बोल्न मिलेन होइन, यो सही भएन। हाई भनिसके पछाडि त अब यो 4 पनि के भयो, मिलेन। हाई भनेर पछाडि मासेन त भनिँदैन नि त होइन। भनेपछि माता सेते मोराई मासेन भनेको त यो त पर्खाइ पाउँदिन भन्ने अर्थ लाग्ने भयो। यो पनि भन्न मिलेन। हजुर भनिसके पछाडि त अब मासेनमा त यत्तिकै पनि बोलिँदैन नि त होइन। त्यो भएपछि 2टा अप्सन गइहाल्यो। 1 पनि होइन, 4 पनि होइन। अब 2 र 3 मा एउटा हो। 2 नम्बरमा के भनेको हो भन्दा माता सेते इतादाके मास भनेको चाहिँ पर्खाइ पाउँछु, पर्खाइ पाउँछु। अनि 3 मा भनेछ माता सेतेमो यी देशका। यो त उल्टै पर्खाए पनि हुन्छ भनेर उसैलाई सोधेको भयो। सरी तल गयो। यो चाहिँ पर्खाए पनि हुन्छ भनेर सोधेको हुन्छ, माता सेतेमो यी देशका भनेर।
यसमा सही आन्सर चाहिँ के हुन जान्छ भन्दा माता सेते इतादाकिमास भन्ने चाहिँ 2 नम्बरको सही हुन्छ। अब यो के हो भन्दा यो ते फर्ममा इतादाकिमास भनेको चाहिँ केही कुरा गर्न अरूसँग अनुमति माग्दा केही कुरा गर्न अरूसँग अनुमति माग्दा तपाईको अनुमतिमा म केही गर्न चाहन्छु। तपाईको अनुमति लिएर विथ योर पर्मिसन म केही गर्न चाहन्छु भन्ने बेलामा चाहिँ यो ते फर्ममा इतादाकिमास भन्ने चाहिँ युज गरिन्छ। अनि यो से भन्ने आएपछि यो कुन फर्म भयो सिएकी। अघि मैले माथि भने जस्तै सिएकी भनेको के हो कसैले कसैलाई के गर्न लगाउने अनुमति दिने हो नि त। ल गर भनेर अनुमति दिने। त्यो भएर ल म तपाईको अनुमतिमा केही कुरा चाहिँ गर्न चाहन्छु भन्न पर्यो भने चाहिँ यो सिएकी भन्नेको चाहिँ ते फर्ममा इतादाकिमास युज गरिन्छ है त। ते फर्म भन्दा फेरि अरु यतिकै हैन कि यो सिएकी भन्ने फर्मको ते फर्म है। सिएकीको ते फर्ममा इतादाकिमास भन्यो भने चाहिँ तपाईको अनुमतिले म केही कुरा गर्न चाहन्छु भन्ने हो। किनभने त्यहाँ पनि एउटाले शिबाराको माची कुदासाई भनेको थियो नि त एकैछिन पर्खिनुस् भनेको थियो। अनि उसले पनि एकदमै यो फेरि कस्तो हो भन्दा एकदमै नम्र भाषा हो है। एकदमै नम्र भाषामा केही कुरा अरूसँग चाहिँ अनुमति माग्न पर्यो। तपाईको अनुमतिमा म केही गर्न चाहन्छु भन्न पर्यो भने चाहिँ सिएकीको ते फर्ममा इतादाकिमास युज गर्ने भनेर ख्याल गर्नुस् है त। यो यसको सही आन्सर चाहिँ 2 को भयो। अब हामी जाउँ 10 नम्बरमा ज्युबान। यसमा चाहिँ युन र अनि एमा भन्ने 2 जनाको एमा र युन भन्ने मान्छेको कुराकानी रहेछ। युनले भन्यो वातासिनो सरी आसिता है। म जहिले यो आसिता र वातासीमा झुकिरा हुन्छु बोल्दा भिडियो बनाउँदा मिलाएर सुन्नुस् है। आसितानो जिउग्यो नो क्यो सिचुगा खावारु राशि यो भन्यो। भोलिको लेसनको क्लास चाहिँ खावारु राशि भनेको चेन्ज होला जस्तो छ भनेर भने। अनि एमाले भनी सौ नानो हो र भनी हैन। अनि ज्या सामानसा निमो सामानसा भनेको चाहिँ समान्था भन्ने एउटा मान्छेको नाम है त। सामानसा निमो समान्थालाई पनि है। यो निमो भनेको के हुन्छ अगाडि मान्छेको नाम छ र अनि निमो छ भने लाई पनि भनेको हुन्छ है। समान्थालाई पनि। ल अब यहाँ अप्सनहरु हेरौँ। समान्थालाई पनि भनेपछि अब के छ। एकमा भनेको छ सिरासे नाई। सिरासे नाई भनेको के हो। सिरासे नाई भनेको सूचना दिन्न हो र। समान्थालाई पनि सूचना दिन्न त भएन हैन। अनि 2 मा के भन्यो सिरासे च्यात्ता भन्यो। सिरासे च्यात्ता भनेको सूचना दिएको थिए हो र भन बल्ल थाहा हुँदैछ। अनि समान्थालाई पनि सूचना दिएको थिए भन्न त भएन नि त एमाले हैन। अब यहाँनिर चाहिँ नयाँ कुरा आयो ल हेर्नुस् है। यसमा एउटा के नयाँ कुरा आयो भन्दा च्यात्ता। यो चाहिँ अब तपाईहरुले मिन्नानो नियोनको बाहेक अरु बुक हेर्नु भएको छैन। यान4 को चाहिँ अब पढ्नु भएको छ बेसिक 50 लेसनसम्म भने च्यात्ता भन्ने थाहा हुँदैन है। च्यात्ता भनेको के हो भन्दा च्यात्ता भनेको चाहिँ ते फर्ममा सिमात्ता मिन्नानो नियोनमा पढिन्छ नि ते फर्म प्लस सिमाई मासिता भनेर। यो चाहिँ के हो भन्दा त्यही ते फर्म प्लस सिमात्ता भन्ने अर्थ हो। हामीले पहिला पढिन्थ्यो नि तेसिमात्ता भनेर तेसिमाई मासिता भनेर हो। त्यसैको चाहिँ के हो भन्दा ते फर्म प्लस सिमात्ताको बोलीचालीको भाषा हो।
फममा सिमाई मासिता भनिन्थ्यो भने अब च्यात्तामा बोले भयो। च्यात्ता भनेको तेफममा सिमात्ताको बोलीचालीको भाषा। यसको अर्थ के लाग्छ भन्दा एउटा केही गरिसकेको भन्ने अर्थ लाग्छ। केही गरिसकेको भन्ने अर्थ लाग्यो। अर्को के अर्थ लाग्छ भन्दा आफूले केही गल्ती गरेको र त्यो गल्ती गरेकोमा चाहिँ पछुतो पश्चाताप भएको। गल्ती कुनै पछुतो पश्चातापहरू। र अर्को के भन्दा अर्को भनेको चाहिँ अनपेक्षित नतिजाहरू आउँदाखेरि कुनै केही अनएक्सपेक्टेड कुराहरू भयो, त्यस्तै केही अनपेक्षित नतिजाहरू आयो भने चाहिँ ते सिमात्ता अथवा च्यात्ता युज गर्न पाइन्छ है। तीन ठाउँमा युज हुन्छ। ते सिमाई मासिता, ते सिमात्ता, च्यात्ता है, यो एउटै भनेर बुझ्नु पर्यो है त। यो एउटा नयाँ कुरा भयो। अनि अब हेरौँ है त, त्यसो भएपछि सूचना दिएको थिएँ भन्न पनि त मिलेन हैन, यो पनि एन्सर भएन। अनि सिरासेतारी भनेको त सूचना दिने भनेको भयो। अब यो तारी भन्ने त तारी तारी सिमास भनेर धेरै कुराहरू यो गर्ने भनेर बोलिन्छ नि त हैन। भनेपछि यस्तो बेलामा त एउटा कुरा मात्रैलाई त तारी भन्न त भएन हैन। सूचना दिने भनेको दुई तीनवटा कुरा हैन नि त हैन, एउटा कुरा गर्ने हो, सूचना दिने हो। तीन चारवटा कुरा दुई तीनवटा कुरा गरेको भयो तारी तारी भन्न मिल्छ हैन, यो भएन। अब एन्सर त आइहाल्यो। एन्सर रहेछ 4 नम्बरको सिरासे नाक्या भनेको चाहिँ सूचना। अब यहाँनिर नयाँ आयो हेर्नुहोस् है त, क्या भन्नेवाला भाषा त हामीले सुने छैन होला, ना क्या भन्नेवाला। यसमा अब एउटा नयाँ कुरा के आयो भन्दा ना अनि क्या भन्ने। ना क्या भन्ने भाषा एउटा नयाँ भयो। यो ना क्या भनेको चाहिँ के हो हामीले पढेको भन्दा ना केरेबा नारी मासेन। नाकेरेबा नारी मासेन भने जस्तै हो ना क्या भनेको। बढी बोलीचालीमा युज हुन्छ। नाकेरेबा नारी मासेनलाई अब नारा नाई भन्न पनि पाइयो हो। यो नाकेरेबा नारी मासेन र नाकेरेबा नारा नाई भने जस्तै ना क्या भन्ने हो। यसको यो बनाउने कसरी बनाइन्छ त नि, यो ना क्या भन्ने चाहिँ नाई फर्म बनाउन जान्नु पर्यो। त्यो नाई फर्मको ईलाई हटाएर, नाई फर्मको ईलाई हटाएर अनि के गर्ने, क्या जोड्ने भन्ने चाहिँ नियम हो है त। ल अब चाहिँ यो दुईटा कुरा च्यात्ता र नाक्या भन्ने भाषामा चाहिँ अब यो पालि ग्रामरमा क्वेसन आयो भने चाहिँ मिलाउनु पर्यो है त। तपाईँहरूले झुक्किनु भएन के भनेको भनेर। सायद यो कुरा चाहिँ अब आज यो भिडियो हेर्नुभएको कसले हेरिरहनु भएको छ होइन, यो भिडियो हेर्नेहरूको लागि यो दुईटा कुरा नयाँ हुनसक्छ। ख्याल गर्नुहोस् है त। इक्जाममा चाहिँ च्यात्ता र यो नाक्या भन्ने भाषामा आयो भने चाहिँ अब पढेको छैन किन हो भनेर कन्फ्युज हुन भएन है त। ल यो ख्याल गर्नुहोस् है त। नाई फर्मको ईलाई हटाएर अनि क्या जोड्ने भन्ने चाहिँ ख्याल गर्नु पर्यो। अनि यो चाहिँ नाकेरेबा नारी मासेन भनेको के हो, नगरी हुँदैन, नगरी हुँदैन, गर्नै पर्छ भनेको हुन्छ नि त यसले होइन। भनेपछि त त्यो 4 नम्बरको अप्सनमा के भनेको रहेछ, सूचना दिनै पर्छ भनेको भयो। किन भन्दा अब क्लास चेन्ज हुने थाहा पाएपछि त उसलाई त्यो समान थालाई पनि त भनिदिनु पऱ्यो नि त। त्यो भएर सूचना नदिई हुन्न, सूचना दिनै पर्छ भनेको हुँदो रहेछ। ल अब अगाडि बढौँ 11 नम्बरमा। 11 नम्बरमा चाहिँ आनो, त्यसपछि खान्जी हो कोउ कोउ। आनो कोउ कोउ वा गाक्को नो माए मादे इकु। त्यो हाई स्कुल चाहिँ स्कुलको अगाडिसम्म जाने बासुगा आरुकारा, स्कुलको अगाडिसम्मै जाने बस भएकोले
त्यसपछि खाली ठाउँ छ अनि त्यसपछि भने चाहिँ यासुई। यासुई भनेको झ्याप्प हेर्दाखेरि त सस्तो हो नि त होइन, तर एन4को ग्रामरमा यासुई भनेको के हो? सहज, सजिलो। अनि यो यासुई भन्नेमा चाहिँ जहिले पनि के हुन्छ, यो सहज सजिलोलाई यासुई, अनि अर्को यस्तै के हुन्छ निकुई, सरी निकुई है। निकुई भनेको के हो? कठिन, गाह्रो भन्ने अर्थ हो नि त। हो यो यासुई र निकुईमा चाहिँ जहिले पनि के गरिन्छ भन्दा मास हटाइन्छ। यासुई र निकुई भन्ने देख्ने बित्तिकै एन4को ग्रामरमा के हो? सहज र कठिन है। यासुई भनेको सहज, निकुई भनेको कठिन। यो यासुई र निकुईमा जहिले नि मास हटाउने भनेपछि चाहिँ एन्सर थाहा भइहाल्यो। 4 नम्बरमा के छ? तेफम। 3 मा के छ? नाइफम। अनि त्यसपछि 2 मा के छ? रुट भब। अनि बाँकी रह्यो 1 होइन। सही एन्सर यही हो। यसरी हेर्नु पर्यो होइन। अब एउटा तेफममा छ, अर्को नाइफममा छ, अर्को रुट भबमा छ। अनि यासुई र निकुई सहज र कठिन देख्ने बित्तिकै मास हटाउने भनेपछि मासको अगाडि त के हुन्छ? ई भन्ने साउन्ड हुन्छ नि त फर्स्ट रूपको त होइन। खायोई, खायोई मास हो नि त यसको होइन। मासलाई हटाउने यासुई निकुई देखेपछि। यो खायोई, खायोई यासुई भनेको आउजाउ गर्न सजिलो भनेको है। यो खायोई मासको अर्थ के हुन्छ? आवत जावत भन्ने हुन्छ। त्यो हाई स्कुलको चाहिँ स्कुलको अगाडिसम्मै बस जाने भएकोले आवत जावत गर्नलाई सहज छ भन्न खोजेको भयो। ल अब जाउँ अर्को 12 नम्बरमा जीवनीमान। सोकुदोदे भनेको छ क्यान्टिनमा। ए र बीको कुराकानी छ। एले भन्यो नानी ओ ताबेमास्का भनेर, के खानुहुन्छ भनेर सोध्यो। बीले भन्यो वातासी वा रामेन नि। अनि त्यसपछि 4 वटा अप्सन छ। म चाहिँ रामेन, आरिमास। आरिमास भनेको छ, म चाहिँ रामेन छ, बोल्दै मिलेन। वातासी वा रामेन नि सिमास, म चाहिँ रामेन गर्छु। अब यहाँनिर चाहिँ एउटा ग्रामर के याद गर्न पर्यो भन्दा 2टा कुरा चाहिँ अब सिक्नुस् है तपाईहरुले। यो पहिला बुकमा पनि पढ्नुभयो होला। एउटा शब्द नारीमास हुन्छ, अर्को शब्द के? सिमास। सिमास भनेको गर्छु है, आफै हुन्छ, मान्छेले नगर्ने। यो मान्छेले गर्ने हो। यो 2टा नारीमास र सिमास को अगाडि चाहिँ यी एड्जेक्टिभ हो भने, यी विशेषण हो भने चाहिँ यीलाई हटाएर कु नारीमास हुन्छ, कु सिमास हुन्छ। त्यस्तै चाहिँ नाउन र ना एड्जेक्टिभ हो भने चाहिँ हटाउन केही गर्न परेन, नि नारीमास नि सिमास हुन्छ। हो यो नियम चाहिँ जहिले नै याद गर्नु पर्यो। एउटा न एउटा त प्राय जसो आइरा हुन्छ एन्फरमा। अनि अर्को फेरि अब यो नि सिमास है, यो चाहिँ विशेषणहरूको कुरा भयो। विशेषणहरू चाहिँ आफै हुन्छ भन्न पर्यो भने कु नारीमास भन्न पर्यो। जस्तै सामुको नारीमास जाडो हुन्छ, आचुको नारीमास गर्मी हुन्छ। केही कुरालाई छोटो बनाउँछु भन्न के अरे हुन्छ भन्दा त्यो 2टा भयो। अनि मान्छेले गर्ने जस्तै केही कुरालाई काटेर छोटो बनाउँछु, छोट्याउँछु भन्दा मिजी खाक्कु सिमास। मान्छेले गर्दा चाहिँ सिमास, आफै हुँदा चाहिँ नारीमास भनिन्छ है, विशेषणहरूलाई हुन्छ भन्न पर्यो भने। अनि अर्को चाहिँ अब यसमा चाहिँ के पनि एउटा के ख्याल गर्न पर्यो भन्दा धेरै अप्सनहरू छ हैन। त्यो अप्सनहरूमा चाहिँ एउटा चुज गर्नु पर्यो। एउटा छान्नु पर्यो भने के हो त्यो छानेको चिज? अहिले रामेन हो नि त। हो त्यो केही चिज एउटा छानिन्छ, त्यो नाउन हैन, केही कुरा प्लस अनि
नि सिमास हुन्छ भनेर सधैँ याद गर्नुहोस् है। यो नारीमास र सिमासमा ख्याल गर्नुपर्ने यो तीनटा कुरा छ। यो नारीमास र सिमास भनेको चाहिँ विशेषणहरू पहिला नभएको अहिले हुन्छ अहिले भयो भन्न पर्यो भने पनि यीलाई हटाएर कुनारीमास यीलाई हटाएर कुसिमास हैन। नाउनहरूमा चाहिँ नि नारीमास नि सिमास। अनि अर्को यो नि सिमास भन्ने कुरा चाहिँ विशेषणहरूमा हुन्छ, नाउनको पछाडि चाहिँ नि सिमास गर्ने चाहिँ केही कुरालाई चुज गर्दाखेरि। अहिले पनि त क्यान्टिनमा के खानुहुन्छ भनेर सोद्धाखेरि क्यान्टिनमा धेरै अप्सनहरू छ, त्यो मध्येमा रामेन चुज गरेको हो नि त हैन। अनि रामेन नि सिमास। अब यही कुरा चाहिँ अब यसरी नआइकन माथितिर पार्टिकल हाल्ने क्वेसनमा चाहिँ यहाँनिर चाहिँ सिमास अनि यहाँनिर चाहिँ खाली ठाउँ थियो भने चाहिँ पार्टिकल नि छान्नुपर्छ है। यो कुरा चाहिँ मैले किन भनेको भन्दा रामेन भन्ने बित्तिकै त प्रायः जसो खान्छु भनेर चाहिँ ओ पार्टिकल हालिन्छ नि त हैन। हो यो ओ पार्टिकल हाल्नु भएन यसरी है, यो ख्याल गर्नुहोस् है। यहाँनिर खाली ठाउँ छ यसरी, यहाँनिर खाली ठाउँ छ, अगाडि चाहिँ रामेन अथवा रामेन बाहेक अरू जेसुकै होस् एउटा नाउन छ है। अगाडिपट्टि चाहिँ एउटा नाउन छ, पछाडि सिमास छ भने चाहिँ पार्टिकल छान्दाखेरि के जहिले नि नि सिमास भनेर ख्याल गर्नुहोस् है त। यो कुरा पनि याद गर्नुहोस्। यो सँगसँगै ग्रामरमा एकदमै सोधिरहेको हुन्छ, अघिल्लोचोटिकोमा नि सोधेको थियो नि सिमास भन्ने। यो चाहिँ ख्याल गर्नु पर्यो। भनेपछि एन्सर त आइहाल्यो है, रामेन नि सिमास। म चाहिँ रामेन गर्छु भनेर चुज गरेको धेरै अप्सनहरूमा नाउन एउटा नाउनलाई चाहिँ चुज गर्नु पर्यो भने चाहिँ नि सिमास हुन्छ भनेर याद गर्नु पर्यो। अब ओकिमास भनेको त राख्छु भयो के अरे हैन, रामेनमा राख्छु त भन्न भएन, के खानुहुन्छ भन्दा। ओरिमास भनेको त अब छ भनेको भयो पोलाइट भाषामा, अथवा अर्को अर्थले हेऱ्यो भने ओर्लिन्छु भनेको नि भयो ओरिमास भनेको। ल यो सिमास भन्ने यसलाई ख्याल गर्नुहोस् है त। यो यी विशेषण नाविशेषणलाई चाहिँ भयो भन्दा के गर्ने, अनि त्यसपछि अप्सनहरू चुज गर्नु पर्यो भने चाहिँ नाउनहरूको अप्सन छ, चुज गर्नु पर्यो भने नि सिमास भन्नुपर्छ भनेर। ल अब जाउँ हामी अर्को 13 नम्बरमा। 13 नम्बरमा चाहिँ एरबीको कुराकानी छ। यसमा पनि केन्क्यु खाइनो खाइजो वा दोको देशका भनेर सोध्यो। केन्क्यु खाइ भनेको चाहिँ एउटा रिसर्चको चाहिँ कुनै भेला सम्मेलन भयो, रिसर्च सम्बन्धी सम्मेलनको खाइजो भनेको चाहिँ कुनै इभेन्ट कार्यक्रमहरू हुने लोकेसन ठाउँलाई भन्छ खाइजो। खाइजो वा दोको देशका रिसर्च मिटिङको लोकेसन कहाँ हो, इभेन्ट सेन्टर चाहिँ कहाँ हो भनेर सोधेको भयो। खावानिसी सान सिखा सिरानाइ नोदे भनेको खावानिसी सानले बाहेक उसलाई बाहेक थाहा नभएकोले, अनि खावानिसी सान्नी आन्नाइ सिते अब उसलाई मात्रै थाहा भएपछि त ऊबाट गाइड गराइपाउँ भन्ने अर्थ हो नि त हैन। त्यो भएपछि त आन्नाइ सिते, अनि त्यसपछि सबै नारी मासेनमा नाकेरेबा नै हुन्छ, मोरा वा नाकेरेबा। किन भन्दा खावानिसी सानलाई मात्रै थाहा छ, उसलाई बाहेक थाहा नभएकोले भनेपछि ऊबाट गाइड गरिपाउँ भन्ने अर्थ भएको भएर मोरा वा नाकेरेबा नारी मासेन भन्ने चाहिँ ठिक है। अब आगे नाकेरेबा भनेको त उसैलाई गाइड गरिदिने वाला कुरा भयो हैन। अनि कुरेमासमा त नि पार्टिकलसँग कुरेमास हुन्छ त हुँदैन हैन, त्यो भएर कुरेमास भएन। अनि त्यसपछि यो यारा नाकेरेबा भनेको त आफूभन्दा सानो मान्छेलाई भन्ने हो हैन, त्यस्तो भएर यो पनि भएन। ल अब जाउँ हामी 14 नम्बरमा। वातासिनो चुकुत्ता सान्दो इच्ची हो सेन्सेइनी। मैले बनाएको स्यान्डविच सेन्सेईलाई अथवा सेन्सेईद्वारा है, अब पछाडि के हुन्छ त्यो अनुसार हुन्छ। मेसी आगात्ते यारिमासिता भनेको सेन्सेईलाई झुकेर पनि युज नगर्नुहोस् है इक्जाममा। यारिमासिता भनेको आफूभन्दा सानो रुख बिरुवा र जनावरहरूलाई चाहिँ आफूले गर्ने कुरा हो। सेन्सेई भनेको पोलाइट भाषामा बोल्नुपर्ने रेस्पेक्ट गर्नुपर्ने मान्छे भएको हुनाले यारिमास कहिल्यै नै हुँदैन। इक्जाममा चाहिँ सेन्टेन्सले के भन्यो भन्ने नबुझे पनि सेन्सेईसँग चाहिँ यारिमासलाई कहिल्यै पनि झुकेर लगाउनु भएन। कुदासाई मासमा चाहिँ नि पार्टिकल हुन्छ त हुँदैन भनेपछि दुईको नि भएन। कुदासाई मासमा कहिल्यै पनि नि पार्टिकल हुँदैन। आगे मास
मैले बनाएको स्यान्डविच सेन्सेईलाई मेसी आगात्ते भनेको के हो? यो तापे मासको चाहिँ ठुलो मान्छेले गर्ने कुरा हो नि त हैन। मेसी आगात्ते आगे मासिता भन्ने हो त होइन। आगे मासिता भनेको त अरूले आफूलाई गर्ने त के हो? कुदासाई मासिता, कुरे मासिता, इतादाकी मासिता, मराई मासिता हो नि त हैन। आगे मासिता भनेर बोलिँदैन, अर्काले आफूलाई गर्ने। अहिले त सेन्सेईले आफूले बनाएको स्यान्डविच खाइदिन लाग्नु भयो हो नि त, अरूले आफ्नो लागि गरेको चिज भयो। त्यो भएर 4 नम्बरको सही हुने भयो इतादाकी मासिता भनेर। नि इतादाकी मासिता भनेको के हो? मोराई मासिताको पोलाइट भाषा हो नि त। नि पार्टिकलसँग त इतादाकी मासिता, मोराई मासिता लाग्छ। मैले बनाएको स्यान्डविच चाहिँ सेन्सेईद्वारा, सेन्सेईले मेसी आगात्ते इतादाकी मासिता भनेको सेन्सेईले चाहिँ खाइदिनु भयो भन्ने अर्थ। उहाँ खाइपाएँ भने जस्तो हुन्छ। हामीले बोल्दा चाहिँ सेन्सेईले खाइदिनु भयो। मेसी आगात्ते इतादाकी मासिता भन्नु पर्यो। यो चाहिँ अब सामान्य भाषामा ताबेते मोराई मासिता भने जस्तै भयो। ल अब हेरौँ 15 नम्बरमा। 15 मा चाहिँ कोरेवा कोतरी। कोतरी भनेको सानो चरा है। कोरेवा कोतरीका 14 अब तोकोरो हो तोत्ता स्यासिन्देश भनेको छ। अब अप्सनहरू हेरौँ। तोबु कोतोनी सुरु भनेको कोतोनी सुरु। यसमा पनि अब दुईटा कुरा अब अहिले भनिदिइहाल्न चाहेँ मैले। एउटा कोतोनी नारीमासिता, एउटा चाहिँ कोतोनी नारीमासिता। कोतोनी नारीमासिता अगाडि जेसुकै होस् होइन। कोतोनी नारीमासिता भनेको के हुन्छ भन्दा एउटा निर्णय भयो, कसैले गरेको होइन कि एउटा मान्छेलाई नभनिकन कुनै ठाउँमा, जस्तै मेरो कम्पनीमा आज यस्तो एउटा कुनै निर्णय भयो, यसले गर्यो, यसले निर्णय गर्यो, त्यसले निर्णय गर्यो नभनिकन यस्तो निर्णय भयो भन्दा कोतोनी नारीमासिता हुन्छ। अनि अर्को के हुन्छ भन्दा कोतोनी सिमास भनेको चाहिँ केही आफूले एउटा कुनै निर्णय गर्छु अथवा कसैले निर्णय गर्यो, एउटा कुनै मान्छेले। मैले चाहिँ अब अर्को हप्ता फिल्म हेर्न जाने निर्णय गरेँ भन्दा एइगा हो मेरो कोतोनी सिमासिता, एइगा हो मिनी इकु कोतोनी सिमासिता। यसरी चाहिँ मैले केही निर्णय गरेँ भन्दा कोतोनी सिमास हुन्छ। केही निर्णय भयो भन्न पर्यो भने कोतोनी नारीमासिता हुन्छ है त। कोतोनी नारीमास अथवा कोतोनी नारीमासिता। यसरी यो चाहिँ अब अहिलेको योसँग चाहिँ यहाँ यो कोतोनी सुरु भन्ने आएको भएर मैले दुईटा भनिदिएको। यसमा के ख्याल गर्नुपर्ने भन्दा कोतो र अनि सिमास नारीमासको बिचमा पार्टिकल हाल्न दिएको छ भने चाहिँ नि है। पार्टिकल हाल्ने क्वेसनमा सायद आउँछ है अब यो इक्जाममा पनि। यो आएको थियो अगाडि पनि, यो आउँछ है, यो आउँछ। त्यो भएर पार्टिकल हाल्ने क्वेसनमा चाहिँ ख्याल गर्नुहोस् है। पार्टिकलमा यो कोतो र नारीमासिता, नारीमास जे भयो नि होइन। अनि कोतोको पछाडि सिमास हुँदाखेरि चाहिँ एन्फोको इक्जाममा आउने भनेको यही नि पार्टिकल हाल्नलाई नै सोध्छ है, कन्फर्म। यो कुरा ख्याल गर्नुहोस् एउटा। त्यो भएर तोबु कोतोनी सुरु भनेको त उड्ने निर्णय गर्नु भनेको भयो। अब चराले ठ्याक्कै उड्ने निर्णय गरेको भन्ने खालको त्यस्तो अलिकति सेन्टेन्समा फिट भयो जस्तो लागेन होइन। अब 2 मा चाहिँ तोबो तो सितेरु भनेको, तोबो तो सितेरु भनेको चाहिँ उड्न खोजेको, उड्न लागेको बेला भन्ने अर्थ हुन्छ है त। तोबौ तो सितेरु तोकोरो भन्यो भने उड्न खोजेको बेला, उड्न लागेको बेला, ठ्याक्क उड्न लागेको बेला भन्ने अर्थ हुन्छ। यसको सही आन्सर चाहिँ के हुन्छ भन्दा यही 2 को हुन्छ। सही आन्सर 2 को हुन्छ। अनि यो 3 नम्बरमा एउटा नयाँ चिज आयो, बेकी भन्ने। ल यो पनि सायद यो भिडियो हेर्दै गर्नुभएको, एन्फोर इक्जाम तयारीको लागि भिडियो हेर्नुभएको लगभग कसैलाई पनि थाहा छैन जस्तो लाग्छ मलाई है। थाहा छ भने धेरै राम्रो है। किन भन्दा यो चाहिँ त्यति एन्फो लेभलको चाहिँ अब यता
रेगुलर टेक्स्ट बुकहरू मिन्नानो न्युनको तिर चाहिँ हुँदैन यो है बेकी भनेको बेकी यो बेकीले के जनाउँछ भन्दा कसैको दायित्व जनाउँछ कसैको केही जिम्मेवारीलाई जनाउँछ अनि कोही मान्छेबाट के एक्सपेक्ट गरिएको यो मान्छेले चाहिँ यस्तो गर्नुपर्ने यस्तो नगर्नुपर्ने हैन कोहीबाट केही चाहिँ यो चाहिँ आश गरिएको अरूद्वारा चाहिँ त्यो मान्छेबाट एक्सपेक्ट गरिएको चिज त्यस्ता कुराहरूमा बेकी जस्तै ओहो कोही अलि हुन्छ नि नपत्याउने मान्छेहरूले केही मिस्टेक गर्यो भने ओहो यो मान्छेले यस्तो त नगर्न पर्ने हो त्यसले चाहिँ यस्तो कुरा त गर्दैन भनेर आफूले चाहिँ एकदम होप गरेको थियो एक्सपेक्ट गरेर बसेको थियो गर्यो यसले यस्तो गर्नुपर्ने हो यो मान्छेले त यो काम गर्नुपर्ने हो हैन त्यसरी हामीले केही आश गरेको कोही मान्छेबाट त्यस्तो है मान्छेको दायित्व जिम्मेवारी भन्ने अर्थ लाग्छ यो बेकीले तोबु बेकी भनेको यसमा फिट भएन है अनि अर्को छ एउटा तोबी तागारु यो पनि सायद धेरैको लागि चाहिँ तागारु भन्ने चाहिँ एउटा नयाँ चीज हुन सक्छ मैले यो कुरा चाहिँ अगाडि यो मोजी गोई सेक्सनमा यो खान्जी र भोक्याबुलरी सेक्सनमा पनि मैले यो होसी र अनि यो गारीमास भन्नेको चाहिँ फरक भनिदिएको छु तपाईहरुले त्यता हेर्नुस् है त यो तागारु भनेको चाहिँ के हुन्छ भन्दा अरूको इच्छा आफ्नो हैन है अरूको इच्छा चाहना बेकी भनेको चाहिँ अरूको इच्छा चाहना सरी बेकी भने मैले तागारु है तागारु भनेको चाहिँ अरूको इच्छा चाहना व्यक्त गर्दा चाहिँ तागारु ता भनेको ताफम हो है जस्तै भाइले खाना खान चाहेको छ भन्दा ओतो ओतो वा ताबेता गात्तेइमास भनेर बोलिन्छ खाना चाहिरहेको छ आफूले खाना चाहेको छु भन्दा के भनिन्छ वातासी वा गोहान हो ताबे ताई देश भनिन्छ त्यो भएर हाम्रो उता बुकमा के भनेर सिकाएको छ भन्दा आफूले चाहेको भए पनि अर्काले चाहेको भए पनि नाउनहरूलाई चाहेको छ भने होसी देश क्रियाहरूलाई चाहेको छ भने मास हटाएर ताई देश भन्ने पढिन्छ नि त त्यस्तै चाहिँ अब इक्जाममा के फरक हुन्छ भन्दा इक्जाममा चाहिँ आफूले चाहेको भए होसी र ताई आफूले नभइकन अर्काले चाह्यो भन्न खोजेको छ सेन्टेन्सले भने चाहिँ होसी गारी मास र तागारी मास भन्ने दुईटा याद गर्नुस् है त अर्काले चाहेको भन्दा एउटा के अरे होसीको चाहिँ के हुने भयो होसी गारी मास हुने भयो कसैले चाहिँ केही सामान चाहेको छ नाउनहरूलाई चाहेको छ भन्दा होसी गारी मास क्रिया चाहेको छ भने चाहिँ त्यो क्रियाको ताफममा के गर्ने रहेछ गारी मास गर्ने रहेछ यो कुरा ख्याल गर्नुस् है त चाहेको भन्न पर्यो भने आफूले चाहेको हो कि अर्काले चाहेको हो भन्ने कुरा पनि विचार गर्नु पर्यो ल अब अहिलेको यो 15 नम्बरमा चाहिँ अलि धेरै कुराहरू आयो नयाँ बेकी भन्ने नयाँ कुरा आयो तागारु भन्ने आयो तागारुमा यो दुईटा अरु एक्स्ट्रा कुरा भए हैन अनि अर्को कोतोनी नारीमास र कोतोनी सिमास कोतो र नारीमासको बीचमा खाली ठाउँ दिएपछि इक्जाममा नि है यो ख्याल गर्नुस् है ल अब हाम्रो मोन्दाई इची चाहिँ सक्यो मोन्दाइनीमा यो स्टार क्वेसन भनेको एकदमै इम्पोर्टेन्ट क्वेसन यसको लगभग 3 नम्बर चाहिँ हुन्छ है त्यो भएर 5 वटा क्वेसनमा 3टा मिलाइयो भने 15 नम्बर यहीबाट आयो 19 आए पास हो ग्रामर भोक्याबुलरी सेक्सनमा है त्यो भएर स्टार क्वेसनलाई चाहिँ विचार गरेर गर्नुस् है स्टारलाई एकदमै विचार गर्नुपर्छ अब 16 नम्बरमा हेरौँ सिधै ताकागी भन्ने मान्छे र अनि हान भन्ने मान्छेको कुराकानी रहेछ ताकागी र हान है हानसान किन्यो विवाह इचुम इसोगासी देशका शुक्रबार चाहिँ सधैँ व्यस्त हुनुहुन्छ भनेर सोध्यो अनि हानले भन्यो इए कोन्दो नो भनेको अर्को अब यसो सेन्टेन्स बनाएर तपाईहरुले ट्राई गर्नुस् त एकैछिन सोच्ने टाइम चाहियो तपाईहरुलाई भने भिडियो पज गरेर हेर्नुस् है त म चाहिँ अब यसो एन्सर भन्छु है त भिडियो पज गरेर अनि आफूले चाहिँ यो होला भनेर गेस गरिसकेपछि चाहिँ फेरि प्ले गरेर हेर्नु होला है त इए कोन्दोनो भनिसकेपछि बिजी छैन अर्को बिजी छैन भन्न मिल्दैन नि त यो हैन कोन्दोनो किन्योबी वा कोन्दोनो किन्योबी होदो
यो होदो भन्ने एउटा नयाँ आयो फेरि। होदो भनेको जति है, जति। इक्जाममा जहिले पनि होदोको पछाडि चाहिँ नेगेटिभ सेन्टेन्स हुन्छ भनेर पनि ख्याल गर्नुहोस् है। एउटा कुरा, होदोको पछाडि जहिले पनि नेगेटिभ हुन्छ, जति भनेको हुन्छ है। अब यहाँनिर म एउटा कुरा भन्छु तपाईँहरूलाई, एकछिन यसको एन्सर गर्नुभन्दा पहिला भन्दा भन्नको लागि हामीलाई एउटा के थाहा छ? भन्दा भनेको योरी, अर्को होदो पनि हुन्छ है। होदो, योरी र होदो दुईटा हुन्छ। होदो भनेको जति पनि हो, भन्दा पनि हो। अब के गर्ने भन्दा भन्ने छान्न पर्यो भने अब इक्जामको लागि है, हामीले बुकमा त योरी भनेको दुईटै पढियो, तर इक्जामको लागि चाहिँ इक्जाममा के हुन्छ भन्दा योरी भनेको भन्दा भनेर पोजिटिभ सेन्टेन्समा युज हुन्छ भने होदो भनेको चाहिँ नेगेटिभ सेन्टेन्समा युज हुन्छ। म एउटा इक्जाम्पल दिएर भन्छु है त। म भाइ भन्दा गीत गाउन सिपालु छु भन्यो भने वातासी वा ओतो उतो योरी उताका जेउजुदेश। गीत गाउन सिपालु छु पछाडि पोजिटिभ सेन्टेन्स छ नि त, त्यो भएर त्यो बेला कस्तो गर्नुपर्छ? योरी भन्ने छान्नु पर्यो पछाडि पोजिटिभ सेन्टेन्स छ भने। तर म दाइ जति दौडिन छिटो छैन भनेर त्यसरी म दाइ जति दौडिन सक्दिनँ भन्न खोजेको छ भने चाहिँ वातासी वा आनी होदो हायाकु हासिरे मासेन भनेर यसरी चाहिँ होदो भन्ने याद गर्नुहोस् है त। योरी र होदो भन्ने पनि एकदमै अनफोमा आउने हो हैन। हामीले होदो नजानेपछि त योरीमा छानिन्छ पोजिटिभ छ कि नेगेटिभ छ भन्ने कुरा हेरिदैन नि त हामीले हैन। तर अब हेर्नुहोस् है त, अब इक्जाममा चाहिँ योरी र होदो भन्ने चाहिँ अप्सनमा आएको छ भने पछाडि सेन्टेन्स नेगेटिभ भए होदो छान्दिने, पोजिटिभ भए योरी छान्दिने। ल अब यसको एन्सरतिर हेर्न चाहौँ है त हामी। यसको के हुन्छ भन्दा सुरुमा चाहिँ कोन्दोनो भनेपछि किन्यौबी वा भन्नुपर्छ। कोन्दोनो किन्यौबी वा पहिलो अन्डरलाइनमा 3 पर्यो। अनि त्यस पछाडि अर्को यो के हो? सेन्स्युनो। अब नेक्स्ट फ्राइडे चाहिँ यो गत हप्ताको अनि फेरि किन्यौबी होदो। अब अघि मैले के भनेको थिएँ? होदोको पछाडि नेगेटिभ हुन्छ भनेपछि त यहाँ दुईटा अप्सनको सेट निस्कियो नि। होदो पछाडि के हुनु पर्यो? इसोगासी कुनाई नेगेटिभ हुनु पर्यो नि त हैन। यो कुरा ख्याल गर्नुभयो भने स्टार क्वेसन मिलाउन पनि सजिलो हुने भयो। अब के भन्नु पर्यो? 2 नम्बरको पर्ने भयो नि त हैन। यहाँनिर मैले मिस्टेकले 1 लेखेछु 4 है। 4 को अप्सन बोल्दै 1 लेखेछु। कोन्दोनो किन्यौबी वा सेन्स्युनो किन्यौबी होदो अनि त्यसपछि इसोगासी कुनाई होदोको पछाडि नेगेटिभ हुन्छ भने नि त मैले अघि हैन। हो त्यो चाहिँ यसमा पनि काम लाग्यो। अर्को हप्ताको शुक्रबार चाहिँ गत हप्ताको शुक्रबार भन्दा व्यस्त छैन भन्ने सेन्टेन्स हो है। स्टारमा 2 पर्यो, 2 को चाहिँ सही एन्सर भयो। एन्सर पेपरमा 2 मा चाहिँ केर्नु पर्यो है त। ल अब जाउँ हामी अर्को जिउ नानाबान। 17 नम्बरमा चाहिँ दौसितान देशका के भयो भनेर सोध्यो। मिसेनो माए। मिसेनो माए अनि पछाडिपट्टि के भनेछ? आसी। मिसेनो माए अनि आसीगा इताको नात्य सीमात्तान देश भने खुट्टा दुख्यो भनेछ। आसीगा इताको नात्य सीमात्ता भनेको खुट्टा दुख्यो भनेको है। ल अब यसमा यसो गेस गर्नुहोस् त के होला एन्सर। अब अलि टाइम चाहियो भने भिडियो पज गरेर सोच्नु होला है त। यसमा के हुन्छ भन्दा सबैभन्दा अगाडि मिसेनो माए भनेको के हो? ठाउँ जनाउने हो नि त। त्यो ठाउँमा आफूले गरेको एउटा क्रियाकलाप हो। त्यो भएपछि दे भन्ने हुने भयो। 2 नम्बरको सबभन्दा पहिला हुने भयो मिसेनो माए दे। अनि त्यस पछाडि अर्को एउटा के याद गर्नु पर्यो भन्दा यो इमासको जुनसुकै फर्म होस् हैन। इमासको चाहिँ जुनसुकै फर्म होस्, इमास होस् कि इते होस् कि अथवा इनाई होस् कि जेसुकै होस्, त्यसको अगाडि क्रियालाई राख्नु छ भने
है क्रियालाई राख्नु छ भने कुन फर्म हुन्छ जहिले नि ते फर्म हुन्छ। इमासको अगाडि जहिले नि ते फर्म हुन्छ। 1 नम्बरमा ते फर्म छ त छैन। 2 नम्बर के भयो ठाउँको पछाडि युज गरिसक्यो भनेपछि त अब के हुने भयो पहिला ते फर्म बोलेर अनि इते भन्ने हो नि त। इमासलाई चाहिँ ते फर्म चाहियो अगाडि भनेपछि त हैन। निरन्तरता दिएर भनेपछि त ताचिमास भनेको उभिने हो नि त। कन्टिन्यू उभिरहेर भनेको भयो भनेपछि 2 पछि 1 भन्नु पर्दो रहेछ। अनि त्यसपछि यहाँनिर त के भयो भन्दा इते र चुजु इतेमा जहिले पनि चुजु इते अगाडि हुनु पर्यो किन भन्दा इतेको अगाडि जहिले नि ते फर्म हुनुपर्छ भन्ने कुरा भयो। भनेपछि 4 नम्बर स्टारमा पर्यो पछाडि 3 नम्बर भयो। मिसेनो माए दे ताची चुजु इते इते भनेको चाहिँ कन्टिन्यू उभिरहेर भनेको निरन्तर उभे गरेर आशिका इताको नातेसी मातान्देश खुट्टा दुख्यो भनेको है। त्यो स्टारमा चाहिँ 4 नम्बरको पर्यो। 4 नम्बरको सही आन्सर भयो। ल अब जाउँ हामी अर्को जिउ हाचीबान 18 नम्बरमा जाउँ। आसोकोनी आरु सुचुकेसु हो। सुचुकेसु भनेको सुटकेस। आसोकोनी आरु सुचुकेसु हो मिते कुदासाई त्यहाँ भएको सुटकेस हेर्नुस् भन्यो। अब अगाडि नै 4वटा खाली ठाउँ छ। तो बेन्ड्री देश्यो भने भन्यो। तो भनेको कि र हुन्छ कि चाहिँ केही कुरा भयो भने भनेको पनि हुन्छ है। अनि केही कुरा भयो भने भन्दाखेरि चाहिँ के भन्ने हो रुट भबमा तो हो नि त हैन। रुट भबमा तो गर्यो भने केही कुरा गर्यो भने हुन्छ नि। जस्तै मागारु तो जस्तै हामीले कति 23 लेसनतिर पढ्या होला। 23 लेसनमा चाहिँ मिगी ए मागारु तो हिदारी ए मागारु तो कोको ओ सावारु तो कोको नि सावारु तो भन्दै पढ्या हो नि त हैन। भनेपछि के भयो तोको अगाडि हुनु पर्यो 1 है। एउटा मात्रै मिलाए पनि अब 3टा मिलाउन पर्यो नि त है। आरु तो भन्न पर्यो। अब आरु भनेको के हो आरिमासको रुट भयो नि त हैन र। आरिमासको अगाडि त पार्टिकल जहिले नि के लाग्छ गा आरिमास हुन्छ नि हो कि हैन। भनेपछि त्यसको अगाडि के पर्यो गा पर्यो। भनेपछि अरु नमिलाए पनि एन्सर त आइहाल्यो। 3 नम्बरको एन्सर रहेछ हैन। किन भन्दा तो केही कुरा भयो भने भन्दा रुट भब हुन्छ। आरिमासको अगाडि पार्टिकल लाग्छ गा। अब यत्तिकै सुके जिउरो आरिमास भन्न त मिल्दैन। अन्ना आरिमास भन्न नि मिल्दैन। पार्टिकल त चाहियो नि त हैन। त्यो भएपछि पार्टिकल एउटा मात्र छ गा आरिमास हो भनेपछि 3को एन्सर है। 3को एन्सर आइसक्यो। अब सुके जिउरो त्यस्तो सुके जिउरो भनेको सेड्युलहरू हो नि त। सेड्युल त्यस्तो भन्ने कि त्यस्तो सेड्युल भन्ने त्यस्तो सेड्युल भन्ने भनेपछि सुरुमा 2 भयो यसमा 4। अब 4 र 2लाई उल्टाएर भने पनि 3मा स्टारमा 3 पर्छ भनेपछि त 3कै एन्सर भयो। ल यसरी अब यसो हेरेर हैन यसको पछाडि यो लाग्छ यसको पछाडि यो लाग्छ भनेर त्यसरी हेर्यो भने पनि सबै पढ्नु परेन टाइम लस गर्नु परेन हैन। अब त्यसरी चाहिँ रुट भब र तो भनेको गर्यो भने अनि आरिमासमा लाग्छ गा पार्टिकल गा आरिमास गा इमास भन्दै पढिन्छ नि त हैन। त्यो हुने बित्तिकै एन्सर आइहाल्यो अनि अगाडि बढ्नु पर्यो। ल अगाडि बढाम है त 3 नम्बरको एन्सर भयो। यसले भनेको चाहिँ के हो भनिदिन्छ है त। अन्ना सुके जिउरुगा आरु तो बेन्ड्री देश्यो ने भनेको त्यस्तो सेड्युल भयो भने त एकदम सुविधाजनक हुन्छ है। है इक्कागे चुगुराई र्योको देखि मास्ने 1 हप्ता जति चाहिँ भ्रमण गर्न सकिन्छ है भन्ने खालको कुराकानी रहेछ है त। ल अब जाउँ जिउ क्युबानमा 19 नम्बरमा कोनो माची वा ओ कोनो माची वा ओ किना अनि आत्ते निगियाका दा भनेको छ भएर भिडभाड छ भनेको छ। आत्ते निगियाका दा भएर भिडभाड छ। अब आत्ते भनिसकेपछि भएर भनेपछि त केही कुरा भएर भन्न पर्यो है। त्यो सहरमा ठुलो भनेपछि त ठुलो गा भन्न मिल्छ मिल्दैन। सुरुमा गा ठुलो पनि भन्न नि सुरुमै मिलेन। अगाडि केही भनिसकेको हुनु पर्यो पनि भन्नलाई त हैन। अनि ठुलो 3टा मात्रै भन्न भएन। ठुलो के भन्न मिल्छ मिनातो हैन। मिनातो भनेको के हो मिनातो भनेको पोर्ट बन्दरगाह पानी जहाज डुङ्गाहरू राख्ने ठाउँ चाहिँ मिनातो भयो हैन।
भनेपछि त ओ किना मिनातो भन्न मिल्यो। 4 नम्बरको चाहिँ सुरुमा पर्ने भयो मिनातो, अनि त्यसपछि मिनातो गा मिच्चुमा आत्ते भन्ने हुन्छ है। 4 पछि 1 हुन्छ मिनातो गा अनि मिच्चु अनि त्यसपछि म सरी मिच्चु म चाहिँ कतिमा छ 2 मा छ। कोनो माची वा ओ किना मिनातो गा मिच्चुम आत्ते निगियाका दा। त्यो सहरमा चाहिँ ठुलो बन्दरगाह 3टा भएर भिडभाड छ। अब यो मिच्चु मो आत्ते चाहिँ किन भयो त नि भन्दा यो मो भन्ने पार्टिकल चाहिँ केही कुरा अलिकति दैनिक जीवनमा झ्याप्प नहुने हैन अलिकति रेयर कुराहरू बोल्दा चाहिँ मो पार्टिकल युज गरिन्छ। अब सबै सहरमा ती 3वटा बन्दरगाह त हुन्न नि त, तर यसमा चाहिँ छ भनेपछि के भयो यो अलिकति अचम्मको कुरा भयो अथवा सबै ठाउँमा नहुने कुरा भयो। त्यस्तो बेलामा चाहिँ मो पार्टिकल लाउनुपर्छ है। मो पार्टिकल मिच्चु ओहो त्यो 3टा पनि छ भनिन्छ नि हैन। यस्तै केही अनएक्सपेक्टेड कुराहरू कसैले गरेको सुनायो अथवा केही छ त्यस्तो भन्दाखेरि मो पार्टिकल। जस्तै खाना खानी भन्दाखेरि चाहिँ गोहान ओ ताबेमास के हो ताबेमास हुन्छ नि त। तर कसैले चाहिँ मैले हिजो 10वटा केक खाएँ भन्यो भने त अब त्यो केकको पिसहरू त 10वटा खाने भनेको त जो पाए त्यसले नगर्ने चिज भयो नि त। त्यो बेलामा चाहिँ ओ मिच्चुमो ताबेमासी ताका भनेर सोध्न मिल्यो हैन। ओ त्यत्रो 10वटा पनि खायो हैन के अरे सरी जुक्को है मिच्चु भनेछु त्यो 3टा भयो। जुक्कोमो ताबेमासी ताका ओ त्यत्रो 10वटा खायो भनेर त्यस्तो बेलामा अलि हुन्छ नि छक्क पर्ने आश्चर्य लागेको कुरामा चाहिँ मो पार्टिकल युज गरिन्छ भनेर ख्याल गर्नुस् है। ल यसको एन्सर चाहिँ 3 नम्बरको रहेछ मिच्चु भन्ने पर्दो रहेछ स्टारमा, त्यो एन्सर भयो। ल अब अर्को है त 20 नम्बरमा हेरौँ जेन जेन त्यसपछि यो खान्जी भयो यासु यासुमिका नाकोते पटक्कै बिदा नभएर नाका नाका इनाकानी खाएरे मासेन पटक्कै बिदा नभएर सोचे अनुसार चाहिँ इनाकानी खाएरे मासेन गाउँ फर्किन सकिन भनेर भनेछ। गाउँ फर्किन सकिन भनेपछि अब गोरेउसिन्नी भनेछ। गोरेउसिन भनेको बुवा आमा हो नि त हैन। बुवा आमालाई अनि के भन्न मिल्छ होला त ल तपाईहरुले चाहिँ सोच्नु पर्यो भने रोकेर सोच्नुस् है। यसको सुरुमा हुन्छ 3 नम्बरको है गोरेउसिनी बुवा आमालाई भनेपछि त बुवा आमालाई ढुक्क बुवा आमालाई मात्रै पनि बुवा आमालाई गर्यो भने बुवा आमालाई फोन गर्यो भने फोन मात्रै भए पनि गर्यो भने भन्ने चाहिँ यसमा त्यो सेट मिल्न जान्छ है त। गोरेउसिनी देनवा दाके देमो सुरेबा भनेको बुवा आमालाई चाहिँ फोन मात्रै भए पनि गर्यो भने सुरेबा भनेको गर्यो भने अनि त्यसपछि आन्सिन आन्सिन भनेको 1 नम्बरमा पर्यो। आन्सिन नासारु त ओमैमास भनेको चाहिँ नासारु भनेको के हो सिमास हो नि त। आन्सिन सिमास भने जस्तै ठुला मान्छेहरूले रेस्पेक्ट गरेर बोल्दा सिमासको नासाई मास हुन्छ। नासाई मासको नासारु भयो भने चाहिँ ढुक्क हुनुहुन्छ जस्तो लाग्छ। बुवा आमालाई चाहिँ फोन मात्रै भए पनि गर्यो भने ढुक्क हुनुहुन्छ जस्तो लाग्छ भनेको है त्यो सेन्टेन्स। त्यो भएर स्टारमा पर्ने रहेछ 4 को एन्सर भयो। ल हाम्रो चाहिँ स्टार क्वेसनहरु चाहिँ यति नै थियो हैन। यो सेटको एक्जाममा पनि यति नै एउटा आउँछ है त। स्टार क्वेसन चाहिँ सक्दासम्म यसरी नै मैले गरे जस्तो हैन विचार गरेर चाहिँ गर्नुस् है त। स्टार क्वेसनबाट नम्बर तान्नुपर्छ है त ल एक्जाममा। ल अब बुन्पो ग्रामर सेक्सनको चाहिँ अब लास्ट वाला क्वेसन मोन्दाइ सान है। मोन्दाइ सानमा चाहिँ अब एउटै प्याराग्राफ भित्र 5वटा क्वेसन 5वटा खाली ठाउँ हुन्छ। त्यो 5वटा खाली ठाउँमा चाहिँ के राख्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ है त। त्यो चुज गर्नु पर्यो। सीतानो बुन्स्यो वा हाजी मेतेनो केइकेन नि चुइतेनो साको बन्देश भन्यो। तलको यो प्यासेज चाहिँ हाजी मेतेनो केइकेन भनेको एकदम सुरुको अनुभवको बारेको निबन्ध साकुबुन हो भनेर भन्यो। सुकी भनेको स्की खेल्न गएको बेलाको एउटा अनुभव लेखेको रहेछ। ग्वेन्ती आन भन्ने एउटा इन्डोनेसियन भियतनामीको नाम हो त्यो। ल अब पहिला हामीले 1 नम्बरमा तल अप्सनहरु हेरौँ है त। तल अप्सनमा चाहिँ 1 नम्बरमा सितेइरु सुरु सिते इता र सिनाकात्ता भन्ने 4वटा अप्सन दिएको छ। अब पढ्दै गएर त्यो 21 नम्बरमा के राख्न मिल्छ भन्ने कुरा गेस गरौँ। अब यहाँनिर खान्जीहरु चाहिँ अब मैले लेख्न भन्दा पहिला गेस गर्नुस् है तपाईहरुले। खान्जी के हो यो क्योनेन क्योनेन भनेको गत वर्ष क्योनेन न फुयु गत वर्षको विन्टरमा वातासी वा
तोमोदाची नो कितायामा सान्तो साथी कितायामा सानसँग होक्काइदो ए इकिमासिता भने। गत वर्षको विन्टरमा चाहिँ म साथीसँग होक्काइदो गएको थिएँ भने। वातासी वा सोकोदे मैले चाहिँ त्यहाँ सुकियोसिमासिता स्की खेलेको थिएँ गरेको थिएँ अथवा खेलेको थिएँ। कुनिनी इतातोकी भनेको आफ्नो देशमा भएको बेलामा तेरेबिदे मिताकोतोवा आरिमासितागा आफ्नो देशमा भएको बेलामा चाहिँ टिभीमा हेरेको अनुभव थियो तर जीवनगा तर आफैले। अनि नो वा हाजिमेते देशिता भन्यो। नो वा हाजिमेते देशिता आफैले नो वा भनेको को चाहिँ केही गरेको चाहिँ पहिलोपटक हो भन्ने खालको सेन्टेन्स रहेछ। आफैले जीवनगा नो वा अनि हाजिमेते देशिता गत वर्षको कुरा भइरहेछ हैन। भनेपछि सिते इरु अनि सुरु सिते इता सिनाकात्ता। अब यहाँनिर के कन्फ्युज सुरु र अब सिनाकात्ता भन्ने त भएन। गर्नी पास्टको कुरा गरेछ गर्नी भन्न भएन। सिनाकात्ता नगरेको पनि भएन। सिते इरु कि सिते इता गरिरहेको कि गरिरहेको थिएँ भन्ने खालको भयो है। यसमा के हुन्छ भन्दा जीवनगा सिते इरु नोवा हाजिमेते देशिता भन्ने कि सिते इता नोवा हाजिमेते देशिता भन्ने। यसमा चाहिँ के हुन्छ सही आन्सर भन्दा यो सिते इरु भन्ने चाहिँ हुन्छ। अब क्योनेन भनेर पास्टको कुरा गरिरहेछ किन चाहिँ सिते इता भएन त नि भन्ने क्वेसन पनि तपाईँहरूले गर्न सक्नुहुन्छ हैन। सिते इता किन भएन भन्दा पहिला गत वर्षमा गरिरहेको कुराहरू भन्दैछ नि त यसले। अनि पास्ट त कहाँ छ यहाँ छ हाजिमेते देशिता भनेर पछाडि पास्ट बोलिसकेपछि फेरि यहाँ सिते इता नोवा हाजिमेते देशिता भन्नु भएन है। सिते इरु नोवा हाजिमेते देशिता भनेर भन्ने हो है त। त्यो भएर यसको एन्सर के हुन्छ सिते इरु भन्ने चाहिँ सही एन्सर हुन्छ है। सिते इता भनेर भन्नु भएन किन भन्दा पास्ट जनाउने चिज यहाँ अलरेडी छ पछाडि। अब त्यसपछि के भन्यो सुकिनो फुकुया दोगुवा त्यो स्की खेल्ने कपडा अनि इक्विपमेन्टहरू चाहिँ कितायामा सान्ने खारीमासिता कितायामाजीबाट सापट्टि लिएँ। वातासी वा सुकीगा देकिमासेन देशितागा मैले चाहिँ स्की खेल्न सकेको थिइनँ तर कितायामा सान अनि ओसिएते कुरेमासिता भनेको छ। कितायामाजी अनि ओसिएते कुरेमासिता भनेको सिकाइ दिनुभयो भनेर भनेको छ। कितायामा सानगा ओसिएते कुरेमासिता कुरेमासितामा चाहिँ वा र गा पार्टिकल लाग्छ। अब यहाँ वा छैन गामा चुज गर्नु पर्यो। नि केमा लाग्छ कुरेमासितामा लाग्दैन। इतादाकी मासिता मोराई मासिता हैन तिनीहरूमा लाग्छ है। नि भन्ने चाहिँ त्यो भएन। ए र तो त झन् अब यतिकै पनि भएन त्यसमा है। गा भन्ने चाहिँ सही आन्सर रहेछ है त ल 22 को चाहिँ गा। अनि त्यसपछि साइसो वा युकिनो उएदे साइसो भनेको चाहिँ सुरुमा भनेको है। सुरुमा चाहिँ साइसो र अनि साइगो भनेको लास्ट हो। साइसो भनेको फर्स्ट हो है। साइसो वा सुरुमा चाहिँ युकिनो उए सुरुमा चाहिँ हिउँ माथि ताचु कोतोमो देकिमासेन देशिता सुरुमा चाहिँ हिउँ माथि त उभिन पनि सकेको थिइनँ भन्यो। ताचु कोतोमो देकिमासेन देशिता सुरुमा चाहिँ हिउँ माथि उभिन पनि सकेको थिइनँ। अनि फेरि 23 नम्बर छ पछाडि चाहिँ दान दान सुबेरेरु यो नि नारी मासिता भनेको चाहिँ बिस्तारै बिस्तारै चिप्लिन सक्ने भएँ भनेको त्यो स्की खेल्दाखेरि त चिप्लिनु पर्यो हैन। स्की खेल्न सक्ने भएँ भन्न खोजेको है त। पहिला चाहिँ हिउँ माथि पनि उभिन सक्थिनँ अनि बिस्तारै बिस्तारै चाहिँ अब चिप्लिन सक्ने भएँ भनेपछि त अब अगाडि गर्न नसकेको तर भन्ने खालको होला नि त हैन। तर भन्ने अर्थ के हो सिखासी सिखासी। मातावा भनेको कस्तोमा युज गरिन्छ भन्दा मातावा भनेको चाहिँ केही कुरा थपथाप गर्न पर्यो भने अगाडि एउटा कुरा केही भन्यो अनि त्यसैमा केही कुरा जोड्नु पर्यो अझै भनेर थपथाप गर्न पर्यो भने मातावा। सोरेनी भनेको पनि अझ त्यसैमा भनेर मातावा र सोरेनी भनेको एउटै एउटै अर्थ लाग्छ। केही कुरा थपथाप गर्न पर्यो। तर यसमा त के छ पहिला यस्तो गर्न सक्थिनँ सुरुमा तर बिस्तारै बिस्तारै चिप्लिन सक्ने भएँ भनेको भएर सिकासी ठिक भयो। अनि सोरे देवा भनेको त त्यसो भए चाहिँ भन्ने अर्थ हुन्छ हैन। यो चाहिँ अलि मिलेन हैन। ल अब अरु पढ्दै जाउँ।
कितायामा सान वा तोत्तेमो हायाकात्ता देशगा कितायामा सान चाहिँ असाध्यै छिटो चाहिँ त्यो स्की खेल्नु भएको थियो, छिटो हुनुहुन्थ्यो। तर वातासी वा युक्कोरितो शिखा सुबेरे मासेन देशिता, युक्कोरितो शिखा, शिखा भनेको बाहेक हो नि त, म चाहिँ बिस्तारै बाहेक त्यो चिप्लिन सकिनँ भन्यो स्की खेल्दा। तोतेमो तानोसी कात्ता नदे, असाध्यै रमाइलो भएकोले किकाइगा अनि माता सुकीगा सिताइदेश, फेरि स्की खेल्न चाहन्छु। किकाई भनेको के हो? किकाई भनेको अवसर हो है, चान्स भनेपछि यहाँ सही आन्सर के हुन्छ होला? आरु नोदे, चान्स भएकोले फेरि गर्न चाहन्छु भएन है। माथि त के भनेको थियो? किकाइगा अवसर, आरु नदे भनेको त भएकोले, यहाँ चान्स भइसक्यो भन्ने अर्थ हुन्छ। आरु नदे भनेको त भएकोले है। आत्तारा भनेको के हो? चान्स पाएमा है, चान्स होगा। आत्तारा भनेको अवसर पाएँ भने भन्ने अर्थ हुन्छ, दुईको ठिक हुन्छ। आरु होउगा, होउगा भनेको त कसैलाई सल्लाह सुझाव दिँदा, सल्लाह सुझाव माग्दा युज गर्ने है। आरु होउगा, यी होउगामा त के भनेर पढ्यो? ताफम है। यो त यत्तिकै पनि माथि हेर्दै नहेरे पनि होउगामा आरु होगा भनिन्छ र भनिँदैन? आत्ता होगा भनिन्छ नि त अहिले अल्फामा त होइन। अनि आरु तो भनेको छ भने भनेको हुन्छ, चान्स छ भने भन्न मिल्दैन है। आत्तारा भन्ने नै बढी मिल्ने भयो। अनि त्यसपछि सोनोतोकी वा, त्यो बेलामा चाहिँ कुनिनो, आफ्नो देशको खाजोकु हो चुरेते इकिताई देश, चान्स पाएँ भने फेरि स्की गर्न चाहन्छु। अनि त्यो बेलामा चाहिँ आफ्नो देशको परिवारलाई पनि लिएर जान चाहन्छु। सुकी ओ हितोनी वा जेही सिते होसी देश, सिते होसी भनेको चाहिँ अर्काले केही गर्दै हुन्थ्यो जस्तो लागेको बेलामा बोल्ने हो है। यो सिते होसी भने आफूले गर्न चाहेको भन्ने अर्थ होइन है, यो ख्याल गर्नुहोस् है। यस्तै खालको चाहिँ ग्रामरको उसमा चाहिँ यो सिते होसी भन्यो भने चाहिँ के हुन्छ भन्दा अर्काले चाहिँ केही गर्दै हुन्थ्यो भनेर आफूले सोचेको चाहिँ सिते होसी हो है, यसलाई ख्याल गर्नुहोस्। भनेपछि त स्की अनि मान्छेले चाहिँ अवश्य गर्दै हुन्थ्यो जस्तो लाग्छ भनेको त पहिला गरिसकेकोले अवश्य गर्दै हुन्थ्यो भन्ने त होइन नि त होइन। भनेपछि के हुने भयो त्यसको आन्सर? पहिला चाहिँ स्की नखेलेको मान्छेले भनेको सीता कोतोका नाइ हितो भन्न मिल्यो नि त। पहिला स्की खेलेको अनुभव नभएको मान्छेहरूले चाहिँ अब खेल्दै हुन्थ्यो जस्तो लाग्छ भनेको भयो। सीता कोतोका आरु त अनुभव भएकोलाई फेरि खेल्दै हुन्थ्यो जस्तो लाग्छ त भन्नु परेन। सिनाई कोतोका नाकात्ता, गरेको अनुभव नभएको मान्छेलाई होइन, सिनाई कोतोगा नाकात्ता, यस्तो तरिकाले अलिकति बोल्न मिलेन है। गरेको अनुभव नाकात्ता, अब अनुभवै नभएपछि पहिला थिएन भन्ने त्यस्तो त कुरा भएन। सुरु कोतोगा आत्ता त झन् हुँदै भएन होइन। र यसरी 1 नम्बरको सीता कोतोगा नाइ, सुकी हो सीता कोतोगा नाइ हितोनी वा जेही सिते होसी, स्की खेलेको अनुभव नभएका मान्छेले अवश्य चाहिँ खेलेको हेर्न चाहन्छु अथवा खेले हुन्थ्यो भन्ने लाग्छ मलाई भन्ने तरिकाको अर्थ भयो। आजको चाहिँ यो ग्रामर सेक्सनमा चाहिँ यति नै थियो है। अब यो ग्रामर र रिडिङ सेक्सन चाहिँ एकै ठाउँमा हुन्छ। र आजको भिडियो हेरेर पनि तपाईँहरूले केही न केही इक्जामको लागि चाहिँ नयाँ कुराहरू जान्नुभयो होला भन्ने चाहिँ अब आशा गर्दछु होइन। यदि तपाईँहरूले चाहिँ भिडियो हेरेर नयाँ कुरा भेट्टाउनु भएन भने त इक्जाम पास हुने मेसो भइहाल्यो होइन, झन् राम्रो है। अब हेरेर केही नयाँ कुरा सिक्नुभयो भने आज मैले भनेको यो भिडियोमा भनेको कुराहरूलाई तपाईँहरूले इक्जाममा पनि याद गर्नुहोस् है त। यो भयो भने ग्रामरको क्वेसनहरू मिलाउनलाई चाहिँ धेरै सजिलो हुन्छ। 2-4वटा नयाँ कुराहरू हामीले धेरै सिक्यौँ यसमा है। ल, भिडियो हेर्नुभएकोमा सबैलाई धन्यवाद। यदि तपाईँहरू पोखरा वरिपरि हुनुहुन्छ, तपाईँको चिने जानेको कोही मान्छेहरू चाहिँ एसएसडब्ल्यू वर्किङ भिजाको लागि अथवा स्टुडेन्ट भिजाको लागि जापान जाने सोचमा हुनुहुन्छ, भाषा कक्षाहरू खोजिरहनु भएको छ भने चाहिँ हाम्रो गोगाको ल्याङ्ग्वेज एन्ड ट्रेनिङ सेन्टर जुन चाहिँ पोखराको चिप्लेढुङ्गा बिपी चोकमा छ, चिप्लेढुङ्गाको चोकमा यहाँ आएर चाहिँ क्लासहरू लिनलाई साथीहरूलाई रिफर गर्नुहोला। यदि तपाईँहरू एसएसडब्ल्यू वर्किङ भिजाको इक्जामहरू पास गर्नुभयो, फुड सर्भिस केयर गिभरको डिमान्डहरू खोजिरहनु भएको छ, पाउनु भएको छैन भने चाहिँ सम्झिनु होला है त। र अनि हाम्रो वेबसाइट गोगाको, अब सायद तपाईँहरूले फ्री जेएफटी मोक टेस्ट भनेर सर्च गर्नु भने सायद हाम्रै गोगाकुको मोक टेस्टहरू चाहिँ गुगलमा सुरुमा चाहिँ ऱ्याङ्क गरिरहेछ अहिले, सुरुमा सर्चमा देखाउँछ। यदि तपाईँहरूलाई चाहिँ यो जेएफटी बेसिकको लागि चाहिँ फ्री मोक टेस्टहरू चाहिएको छ भने www.gogakueducation.com मा गएर तपाईँहरूले चाहिँ फ्री मोक टेस्टहरू गर्न सक्नुहुन्छ है त। त्यहाँ जेएलपिटी एन्फोको एउटा 2टा सेटहरू पनि छ
बिस्तारै चाहिँ त्यहाँ धेरै कुराहरू अपडेट हुँदै जान्छ। यदि तपाईँहरू केयर गिभर खाइगोको चाहिँ इक्जाम दिने तयारीमा हुनुहुन्छ भने खाइगोको जापानिजवाला इक्जामको लागि आवश्यक पर्ने भोक्याबहरू पनि मैले वेबसाइटमा प्र्याक्टिस गर्नको लागि राखिदिएको छु, फ्रीमा गर्न मिल्छ। वेबसाइटलाई भिजिट गर्नु होला है त। भिडियो हेर्नुभएकोमा धन्यवाद। यदि यो ग्रामरको एक्सप्लानेसन भिडियो हेरेर तपाईँलाई केही कुराहरू राम्रो लाग्यो, नयाँ कुराहरू सिक्नुभयो भने चाहिँ कमेन्ट गरिदिनुहोस्। तपाईँलाई हेल्पफुल भयो भने म अर्को भिडियो पनि छिट्टै ल्याउने ट्राई गर्छु है त। अब इक्जाम आउनको लागि अब आज मैले यो भिडियो रेकर्ड गर्दासम्ममा अब ठ्याक्कै 1 हप्ता बाँकी छ। सबैले काम बात्दै गर्नुहोस् है त ल, धन्यवाद।